नमस्ते सम्पूर्णमा आज चाहिँ मेरो नानीको स्कुलमा चाहिँ गोल्डन जुब्ली सेलिब्रेसन गरेको थियो र म चाहिँ यहाँ स्कुल गएको थिएँ र यहाँनिर चाहिँ प्रोग्राम स्टार्ट भइसकेको छ र यहाँनिर चाहिँ 50 इयर्स लेखेको चाहिँ यहाँनिर ठुलो लोगो बनाइराखेको छ र यहाँनिर चाहिँ म र मेरो साथी चाहिँ भिडियो गरिराखेको छौँ भिडियो गर्दै फोटोहरू खिच्दै यहाँनिर भिडियो पनि गर्दैछौँ र यहाँनिर चाहिँ सिनियर सेक्सनको नानीहरू छ र यहाँनिर चाहिँ यतापट्टिको साइडमा चाहिँ जुनियर सेक्सनको नानीहरू छ अन्त मार्च पास्ट हेर्नुको लागि चाहिँ सबैजना एक्साइटेड भइरहेको छ दिन पनि एकदम घमाइलो भइरहेको छ र यहाँनिर चाहिँ मार्च पास्ट पनि स्टार्ट भइसक्यो हिजोसम्म चाहिँ दिन एकदम पानी पर्ला जस्तो भइरहेको थियो तर आज चाहिँ दिनले पनि एकदम मजाले साथ दिएको छ एकदम पारी खरसाङको चाहिँ एकदम क्लियर भ्यू देखिरहेको छ र यस्तो नानीहरू चाहिँ मजाले मार्च पास्ट गरिरहेको छ र मैले चाहिँ मेरो साथीहरूलाई चाहिँ यहाँनिर चाहिँ सीता मिश्र चोकीको आमा सपना पनि मसँग छ र मैले चाहिँ उनीहरूलाई चाहिँ मेरो नानी ज्याङ्लोमा र सुब्रिन चाहिँ कहाँनिर छौ खोजिदिनु न भन्दैछु अन्त उनीहरूले चाहिँ खोजिदिँदैछ किनभने योभन्दा अलिकति अगाडि चाहिँ कृतिकालाई मेरो साथी सीताको छोरीलाई चाहिँ मैले नै भेटेको थिएँ नि त कृतिका यहाँ रहेछ भनेर चाहिँ सबैजना एउटै हाइटको एउटै ड्रेसमा चाहिँ आफ्नो नानीलाई चिन्नु पनि निकै साह्रो परिरहेको थियो र सबैले चाहिँ हामी तिनजनाले चाहिँ सबै आफ्नो आफ्नो नानीलाई चाहिँ खोज्दै थियौँ र कसैले चाहिँ तिम्रो नानी यहाँ रहेछ भन्दै देखाउँदै थियो र यहाँनिर चाहिँ सिनियर स्टुडेन्ट्सहरूले चाहिँ मार्च पास्ट गर्दैछ अन्त हामीले सबैजनाले चाहिँ आफ्नो आफ्नो नानीहरू आफ्नो नजिक आउँदा चाहिँ सबैजनाले चाहिँ आफ्नो आफ्नो नानीलाई चियर अप गर्दैछ यहाँनिर चाहिँ यहाँनिर चाहिँ जुनियर सेक्सनको नानीहरू यो लाइनमा चाहिँ जुनियर सेक्सनको नानीहरू छ र सबैजनाले चाहिँ एकदम खुसी भएर एक्साइटमेन्टसँग नै प्रोग्राम इन्जोय गरिरहेको छ स्पोर्ट्स इन्जोय गरिरहेको छ विशेष गरी यहाँ साना साना नानीहरूले चाहिँ एकदम हँसाउँदैछ पनि यहाँनिर चाहिँ आउँदैछ परबाट चाहिँ आउँदैछ जुनियर सेक्सनको नानीहरू जो चाहिँ एकदम लाइन पनि कसैले चाहिँ लाइन पनि फलो गरेको छैन आफ्नो हिसाबले अगाडि पछाडि हुँदै पनि हिँडिरहेको छ तर पनि सानो नानीहरूलाई कति राम्रो कति क्युट देखिरहेको छ अन्त हामीले चाहिँ कुरा गर्दैछौँ यत्रो सानो नानीहरूलाई है मिसहरूले चाहिँ कति हार्डवर्क गरेको कति पेसेन्ससँगले ह्यान्डल गरेर चाहिँ यत्तिको चाहिँ मजाले सिकाएको रहेछ यति मजाले गराएको रहेछ भनेर चाहिँ हामीले चाहिँ त्यही कुराहरू गर्दाखेरि चाहिँ प्रोग्राम हेर्दैछौँ अन्त सबैले आफ्नो आफ्नो नानीलाई चाहिँ मेन ध्यान चाहिँ आफ्नो नानीपट्टि नै छ अन्त सबैजना यहाँ टिचर्सहरू पनि यहाँ बिजी भइरहेको छ नानीहरूको पछि नानीहरूलाई सिधा लाइनमा हिँड्नेलाई यहाँनिर आफ्नो आफ्नो क्लास टिचर्सहरूले चाहिँ यहाँनिर टिचर्सहरूले पनि यहाँ ग्रे कलरको टी सर्ट र ब्ल्याक पेन्ट रहेछ नि त आजको यो प्रोग्रामको ड्रेस कोड चाहिँ अन्त यहाँनिर चाहिँ आउँदैछ जुनियर क्लासेसको नानीहरू कस्तो क्युट देखिरहेको छ र हामी चाहिँ सबैजना चाहिँ उनलाई देखेर हाँस्दैछौँ र त्यो सकेपछि चाहिँ यहाँनिर चाहिँ जुनियर सेक्सनको नानीहरू चाहिँ कुदेर आएर चाहिँ यहाँनिर चाहिँ जुत्ता मच्चा टाई राखेको रहेछ र जुत्ता मच्चा टाई र स्वेटर राखेको छ टेबलमा चाहिँ जो छिटो चाहिँ लगाउँछ उसले चाहिँ उहाँ चाहिँ फर्स्ट हुने रहेछ र हामी चाहिँ यहाँनिर चिनाजानाको कतिजना चाहिँ हामीले चिनेकै नानीहरू थिएर चाहिँ हामीले चाहिँ चियरअप गर्दैछौँ कसैले चाहिँ एकदम छिटो लगाउँदैछ कसैले चाहिँ एकदम स्लो गर्दैछ र एकजना परबाट चाहिँ एकजना नानीको चाहिँ अप्ठ्यारो खाले यस्तो हुकवाले टाई रहेछ र हुकवाले टाईले त निकै ढिलो हुने रहेछ है बिचरालाई भनेर चाहिँ हामी कुरा गर्दैछौँ र कतिजना नानीले चाहिँ यहाँनिर फर्स्ट हुने तयारीमा छ भट्टाभट्टी गर्दैछ र घरमा पनि सायद डेली नै आफू नै लगाउँथ्यो होला नि त त्यही भएर चाहिँ एक्सपर्ट भइसकेको छ होला नि त ड्रेस लगाउनेमा चाहिँ त्यही भएर चाहिँ भट्टाभट्टी नै लाउँदैछ र यहाँ कसैले चाहिँ भर्खर स्वेटर लाउँदैछ र कसैले चाहिँ जुत्ता पनि लगाइसक्नु आँटेको छ र यहाँनिर चाहिँ एकदम
टु नेक टफ कम्पिटिसन भइरहेको छ र हामीले चाहिँ पुरा चियरअप गर्दैछौँ। यहाँ एकजना चाहिँ कुदि पनि सकेको छ, ऊ चाहिँ फर्स्ट भइसक्यो, विनर डिक्लेयर भइसक्यो। पछि पछि झन्डै 2 सेकेन्डको बादमा अर्को पनि आयो, अर्को नानी पनि आइपुगेको छ र यहाँनिर अर्को थर्ड त भइगयो। अब बिचरा यिनीहरू दुईजना चाहिँ अब यिनीहरू चाहिँ फर्स्ट सेकेन्ड थर्डलाई मात्रै छ नि त प्राइज डिस्ट्रिब्युसन चाहिँ। र यो नानीहरू चाहिँ अब एकजनाले झन् मच्चा टक्राउँदैछ, घरमा लगाएको जस्तै खाले गरेर चाहिँ मच्चा टक्राउँदैछ र दुईजना मात्रै रहिरहेको छ। तर पनि उनीहरूलाई पनि अब जित्ने नै इच्छा, फिनिस चाहिँ गरौँ न भनेर चाहिँ उनीहरूले पनि लाउँदैछ। र यहाँ पछाडि चाहिँ अर्को ग्रुपको नानीहरू चाहिँ रेडी भइसकेको छ र यहाँनिर चाहिँ क्याटरपिलर वक भइरहेको छ र यहाँनिर चाहिँ एकजना नानी चाहिँ छिट्टो छिट्टो गरेर फर्स्ट भइसकेको छ। यो गेम चाहिँ कस्तो एक्साइटिङ थियो, एकजना लड्दाखेरि सबैजना लडिजाने, एकदम एक्साइटिङ थियो। अनि यो ग्रुप चाहिँ सेकेन्ड, सिर्फ 3जना मात्रै, 3 ग्रुप मात्रै थियो जुनियर सेक्सनको नानीहरूलाई चाहिँ। अनि यो ग्रुप चाहिँ सेकेन्ड भइसकेको छ। अनि लास्टमा चाहिँ एउटा ग्रुप यो छ, बिस्तारै गइरहेको छ। यो चाहिँ मेरो नानी जेङ्लुमाको चाहिँ स्केट, पेपर स्केट हो। मैले चाहिँ जेङ्लुमा यहाँ पिङ्क लाउने चाहिँ मेरो छोरी हो भनेर चियरअप गर्दैछु। र त्यो सकेपछि चाहिँ आजको मोस्ट अवेटेड प्रोग्राम, यो चाहिँ ड्रिल। यो चाहिँ एकदम ठुल्ठुलो कपडाहरू चाहिँ कलर कलरको लगाएर चाहिँ यहाँनिर ड्रिल भइरहेको छ र सबैजना चाहिँ यो दामी बनाउँदैछ नि त ड्रिल चाहिँ। त्यो ड्रिल चाहिँ दामी बनाइराखेको छ। यो चाहिँ लुगाहरूले चाहिँ आफ्नो आफ्नो त्यता फर्मेसनहरू चाहिँ दामी दामी फर्मेसनहरू बनाइराखेको छ। एकदम राम्रो राम्रो फर्मेसन बनाइराखेको छ। अन्त त्यो चाहिँ सबैजनाले वाउ वाउ भन्दै गर्दैछ। र हामी चाहिँ एक्कासी त्यो प्रोग्राम सकेपछि चाहिँ हामी चाहिँ घुम्न जाउँ भनेर चाहिँ सल्लाह गऱ्यौँ न। घुम्नु भन्दा पनि घर जाने बाटो। अन्त नानीहरूले चाहिँ यहाँनिर भिडियोहरू गरिदिँदैछौँ र भिडियोहरू गर्दैछौँ र भिडियो सँगसँगै हामी पनि फोटोहरू लिँदैछौँ र एकदम दामी भ्यू आइरहेको छ। र यो सकेर चाहिँ हामी चाहिँ सानोबाट एक्सपो लागेको रहेछ र त्यहाँनिर चाहिँ नानीहरू त्यो मिकी माउस देखेर चाहिँ नानीहरू चाहिँ मिक्की खेल्छु भनेर चाहिँ यहाँ सुब्रिन जेङ्लुमा र छोरी चाहिँ एकदम मिकी माउसमा चाहिँ 50 रुपिस रहेछ टिकट। र देखेपछि चाहिँ नानीहरूले त खेल्छु भनेर नानीहरू यहाँनिर खेल्नु थालिसकेको छ। अब नानीहरू खेलिन्जेल चाहिँ हामी पनि जाउँ हौ एक्सपोभित्र चाहिँ भनेर चाहिँ हामी पनि यहाँनिर एक्सपोभित्र जानुपर्छ होला हौ एकछिन भनेर चाहिँ सल्लाह गर्दैछौँ। र नानीहरूलाई चाहिँ मैले फोटो पनि खिचिदिँदैछु, भिडियो पनि गरिदिँदैछौँ। र हामी चाहिँ यहाँ एक्सपोतर्फ चाहिँ जाँदैछौँ। यहाँनिर म र सपना चाहिँ लु म यहाँनिर भिडियो बनाउनु पऱ्यो, यता हेर न भन्दै म चाहिँ यहाँ भिडियो गरिदिँदैछु। दुईजना जाँदैछौँ। यहाँनिर चाहिँ अर्को सपनाको नाना पनि हुनुहुन्छ। र हामी चाहिँ यहाँ अहिले मिकी माउसको छेउको टिकट काउन्टरमा गयौँ र 10 रुपियाँ रहेछ टिकट। यहाँ टिकट कट गरेर चाहिँ अब हामी चाहिँ यहाँनिर 10 रुपियाँ चाहिँ यहाँ सपनाले चाहिँ मलाई देखाउँदैछ, 10 रुपिस रहेछ भनेर चाहिँ देखाउँदैछ भिडियोमा। र हामी चाहिँ यहाँ चाहिँ के कसै रहेछ भनेर चाहिँ हामी चाहिँ यहाँनिर एन्टर गर्दैछौँ। र यहाँ अगाडिपट्टि चाहिँ दामी पान दामी दामी रहेछ। र मैले चाहिँ यहाँ सबै भिडियो लगाउँदैछु। यहाँनिर चाहिँ प्लास्टिकको चिजहरू रहेछ, त्योहरू पनि हेर्दै हामी गइराखेको छौँ। यहाँनिर चाहिँ सस्तो सामानहरू रहेछ है, बाल्टीहरू घरमा चाहिने भनेर चाहिँ हामी चाहिँ सबै दोकानमा चाहिँ एक चक्कर घुमौँ न ल भनेर चाहिँ सबै दोकानतर्फ चाहिँ हामी घुमिराखेको छौँ। त्यस्तो बेसी भिडभाड त रहेछ, तर पनि आइटमहरू चाहिँ राम्रो रहेछ, राम्रो नै आइटमहरू रहेछ। र हामी चाहिँ यहाँनिर एक चक्कर घुम्दैछौँ। यहाँनिर चाहिँ मजाको ब्यागहरू रहेछ, नानीको स्कुलको लागि ब्यागहरू, फ्यान्सी ब्यागहरू पनि रहेछ। अनि यहाँनिर चाहिँ मिठो पान दोकान, एकदम स्पाइसेस दामी स्पाइसेस हालेको चाहिँ पान दोकान रहेछ। र यहाँनिर चाहिँ नारायण हाउस अरे यहाँ चाहिँ अन्डाहरू रहेछ। यहाँनिर चाहिँ दामी साडीहरू रहेछ। र यहाँनिर चाहिँ छोरीको आमा सपनाले चाहिँ कस्तो राम्रो साडीहरू है, हेर्नु पो पऱ्यो भनेर यहाँनिर प्राइस सोध्दैछ। अन्त भाइहरूलाई चाहिँ सोध्यो नि त प्राइस हो, यो कस्तो मजाको मटेरियल रहेछ, यसको प्राइस चाहिँ कति हो भनेर भने होइन, यो पनि खोलेर देखाउनु त भनेर भन्दैछ। अन्त यो जुन चाहिँ उसले खोलेर हेर्दैछ यसको प्राइस चाहिँ 1600 रुपिस रहेछ।
प्राइस पनि राम्रो रहेछ, तर अब प्राइस अनुसारको मटेरियल पनि सायद राम्रो नै छ होला, त्यही भएर यसको प्राइस चाहिँ 1600 अरे। अन्त छेकीको आमाले चाहिँ अरू पनि देखाउनु न राम्रो राम्रो कलर भन्दैछ। अन्त हुन्छ हामी भरेतिर आउँछौँ ल भनेर चाहिँ हामी यहाँनिर चाहिँ लेदरको ब्यागको दोकान रहेछ, लेदरको ब्यागको दोकानपट्टि गयौँ। त्यो पनि छोडेर चाहिँ हेर्दै हेर्दै यतापट्टि आयौँ। यहाँनिर चाहिँ ब्रसहरू, कोम्बहरू, यहाँनिर घरमा चाहिने सामानहरू, बटलहरू, थुप्रै चिजहरू रहेछ। अनि योहरू हेर्दा हेर्दै हामी चाहिँ यतापट्टि गयौँ। यहाँनिर पनि तपाईँले देख्न सक्छ, यहाँ चाहिँ घरमा चाहिने नै सामानहरू रहेछ, थुप्रै सामानहरू चाहिँ घरमा चाहिँ कट गर्ने यो यस्तो साइजको सेप एन्ड साइजको कट हुन्छ नि, त्यस्तो खाले रहेछ। एकदम सस्तो सस्तो दाममा छ भनेर चाहिँ यहाँनिर डिस्प्ले पनि कट गरेर चाहिँ डिस्प्लेमा पनि राखेको रहेछ। राम्रो राम्रो सामान छ भनेर चाहिँ। अन्त यहाँनिर चाहिँ मजा मजाको चाहिँ काठको, यो सबै काठको सामानहरू रहेछ, एकदम एकदम राम्रो सामानहरू रहेछ काठको। अन्त यहाँनिर चाहिँ यस्तो बुनेको सामानहरू रहेछ। अन्त यहाँनिर चाहिँ दामी दामी ह्यान्डमेड क्रसेटहरू छ। सबैलाई चाहिँ क्या दामी ब्याग हौ भनेर हेर्दैछ। यहाँनिर चाहिँ स्वेटरहरू पनि सबै ह्यान्डमेड स्वेटरहरू दामी दामी रहेछ है, क्या राम्रो राम्रो है नानीहरूको लागि भन्दै चाहिँ हामी हेर्दैछौँ। अहिले त यस्तो प्रोग्राम यस्तो लागेको छ भनेर थाहा भएन है। एक दिन आउनुपर्छ होला हौ फेरि हामी छुट्टीमा है भनेर चाहिँ हामी चाहिँ होस् अब हेर्नु राम्रो त राम्रो लाग्यो, तर अहिले हामी प्रिपेयर भएर आएको छैनौँ, अहिले पैसा पनि त्यत्रो बोकेको छैनौँ भनेर चाहिँ कस्तो राम्रो राम्रो सामान है भनेर चाहिँ हेरिराखेर चाहिँ विन्डो सपिङ मात्रै भयो आज चाहिँ हाम्रो। हेरि मात्रै राखेर चाहिँ अब आइ त हाल्यौँ, एक चरण हेरौँ न भनेर चाहिँ सबैतिर हेरेर चाहिँ दामी दामी सामानहरू रहेछ है भन्दै कुरा गरेर चाहिँ सबैतिर हेरेर चाहिँ हामी चाहिँ फन घुम्दैछौँ हो। विन्डो सपिङ चाहिँ यहाँनिर हाम्रो राम्रै हुँदैछ। यहाँनिर चाहिँ नानीहरूको टोइजहरू रहेछ, राम्रो राम्रो सामानहरू रहेछ। अन्त यो चाहिँ फिक्स प्राइस है, यहाँ चाहिँ कानमा लाउनेहरू, हेयर ब्यान्डहरू कस्तो दामी दामी रहेछ। अन्त हामीले चाहिँ भन्दैछौँ धन्दा नानीहरूलाई चाहिँ मिक्कीमा हालिराखेर चाहिँ नानीहरूले झिझाएन है, नभए त नानीहरूले देखेको भए त हामीले पुरा किनाउँथ्यो होला नि है भनेर हामी चाहिँ यहाँनिर कुरा गर्दैछौँ। अन्त यहाँनिर चाहिँ कस्तो राम्रो राम्रो सामान, क्युरेमिक सामानहरू रहेछ। यहाँनिर चाहिँ फ्लावर पटहरू चाहिँ क्या दामी दामी रहेछ। अन्त सपनालाई चाहिँ गएर चाहिँ म त छेउबाट पो हेर्नु पऱ्यो कस्तो दामी हो भनेर चाहिँ ऊ चाहिँ छेउबाट गएर चाहिँ हेर्नु थाल्यो। यहाँनिर कस्तो राम्रो राम्रो रहेछ है भनेर चाहिँ प्राइसहरू पनि सोध्नु थाल्यो नि त हो। अन्त मैले चाहिँ यहाँ भिडियो गर्दैछु, उसले चाहिँ गएर चाहिँ कस्तो राम्रो राम्रो पुरा मन पऱ्यो, एक दिन आउनु पऱ्यो हौ। यो चाहिँ 18 तारिकसम्म रहेछ नि त, निकै रहेछ टाइम चाहिँ। आज त भर्खर चाहिँ 30 तारिक हो, निकै लामो नै टाइम रहेछ। एक दिन आउनु पऱ्यो, निकै निकै दिन रहेछ त भनेर चाहिँ भन्दै चाहिँ यहाँनिर हेर्दैछौँ कस्तो राम्रो राम्रो सामानहरू है, कस्तो राम्रो राम्रो कलरको फुलहरू राख्ने भनेर चाहिँ हामी हेर्दैछौँ। अन्त यहाँनिर चाहिँ हामीले त्यो हेर्दै भिडियोहरू पनि बनाउँदैछौँ। अन्त चाहिँ यहाँ सपनाले चाहिँ क्या राम्रो हो यहाँ है भनेर पुरा खोलेर पनि हेर्नु थालेछ कि कस्तो राम्रो, कस्तो क्युट रहेछ है, मसलाहरू केहरू हाल्नु भनेर चाहिँ हेर्दैछ। अन्त मैले चाहिँ फोटो पनि खिचिदिएँ। अन्त त्यसै गरेर चाहिँ हामी चाहिँ यहाँनिर चाहिँ कटनको बेड कभरहरू छ, कस्तो दामी दामी कटनको बेड कभरहरू रहेछ है भनेर चाहिँ हामीले हेर्दैछौँ। अन्त यो चाहिँ कति हो भनेर सोध्दैछौँ, प्राइसहरू चाहिँ कति हो चाहिँ। पातला खाले समरमा ओर्ने ब्ल्याङ्केटहरू पनि रहेछ नि त। अन्त यसको प्राइस चाहिँ 600 भनेर भन्दैछ। अन्त मलाई चाहिँ यहाँनिर चाहिँ यो चाहिँ कस्तो दामी रहेछ यो मटेरियल भनेर चाहिँ बेड कभर रहेछ, ठुलो किङ साइज बेडको लागि चाहिँ बेड कभर रहेछ। अन्त कस्तो राम्रो मटेरियल रहेछ, कति रुपियाँ यसको प्राइस चाहिँ भनेर सोधेको। भाइले चाहिँ भन्दैछ 900 रुपिस हो भन्दैछ, तर क्वालिटी पनि त्यस्तै नै राम्रो नै रहेछ, 900 रुपिस गर्ने नै। कस्तो बाक्लो रहेछ है भनेर चाहिँ मैले एकदम यसरी मेरो हातले चाहिँ एकदम छिँदैछ, राम्रो खाले रहेछ, कलर नजाने होला, नजाने खाले रहेछ भनेर नै हामीले हेर्दैछौँ। अन्त उनीहरूले चाहिँ भन्दैछ यहाँनिर सपना दिदीले चाहिँ भन्दैछ फेरि आउँछु नि भनेर। अन्त यहाँनिर चाहिँ साइडमा चाहिँ चस्मा दोकान पनि रहेछ। चस्मा दोकानहरू हेरेर चाहिँ हामी होइन अब त हामी निस्किनु पर्छ होला हौ भनेर चाहिँ हामीले यहाँ सल्लाह गऱ्यौँ। अन्त यहाँनिर गार्डनमा बाहिर निस्क्यौँ, गार्डनमा एकदम दामी नजारा भइरहेको छ। यहाँनिर गार्डनमा दुईजना चाहिँ अगाडि अगाडि हिँड्दैछ, म चाहिँ यहाँनिर पछि पछि भिडियो बनाउँदै हिँडिराखेको छु। मलाई चाहिँ तिमीहरूको पछाडिबाट भिडियो बनाइदिँदैछु ल भनेर चाहिँ मैले उनीहरूलाई चाहिँ भनिराखेको छु। र अब चाहिँ गएर यसो फोटोसोटोहरू खिचेर चाहिँ
जानुपर्छ हौ भनेर चाहिँ हामी गइराखेको छौँ। यहाँनिर चाहिँ अन्त गार्डनमा चाहिँ एन्जेलियाहरू पनि मजाले भर्खर भर्खर हालैमा रोपेको रहेछ। अन्त मैले त्यसको चाहिँ भिडियो गर्दैछु र यहाँनिर चाहिँ भिडियो भिडियो गर्दैछु मैले। अन्त सपनाले चाहिँ भन्दैछ अब म रिल्सको लागि चाहिँ भिडियो बनाउनु पऱ्यो, भिडियो गर्नु पऱ्यो, घरमा गएर चाहिँ एडिट गर्छु भनेर चाहिँ वक गरेको जस्तै गर्दैछ। अन्त मैले चाहिँ ल ल उता फर्क न, हिँडेको जस्तै गर न भनेर चाहिँ भनिराखेको छु र मजाले एक्सनहरू दिँदैछ। आज चाहिँ एकदम राम्रो दिन भएर चाहिँ पुरा भिड भइराखेको छ। अन्त सपनाले सकेर चाहिँ सपनाको नानाले पनि बनाउँदैछ, म पनि बनाउनु पऱ्यो हौ त्यस्तै खाले भनेर चाहिँ मजाले पोजहरू दिनुहुँदैछ। अन्त अब चाहिँ घर पनि जाने बेला भयो भनेर चाहिँ म चाहिँ यो भिडियो यतिमै कन्टिन्यू गर्दैछु, मेरो ब्याट्री पनि छैन भनेर चाहिँ मैले भन्दैछु। र तपाईँहरूलाई यो भिडियो मन पऱ्यो भने चाहिँ लाइक एन्ड कमेन्ट पनि गरिदिनु होला। र उहाँ पछि चाहिँ मैले पनि भिडियो बनाएको थिएँ, त्यो चाहिँ मैले अपलोड गरेको छुइनँ। सो थ्याङ्क यू सो मच फर